नमस्कार साथीहरू सबैजनालाई। म धेरै पछि आज फेरि भिडियो बनाउँदै छु। तपाईहरुलाई मैले आज अस्ट्रेलियाको नागढुङ्गाको बाटो झलझलको दिने बाटो देखाउँदै छु। हेर्नुस्, तपाईले म हिँड्दै गरेको बाटो 2 लेनको बाटो छ, जुन नागढुङ्गा नौबिसेको बाटोको झलझलको दिन छ। 2 लेनको बाटो पहाडको बाटो भए पनि निकै व्यवस्थित बनाइएको छ। तपाईले देख्नुहुन्छ ठाउँ ठाउँमा साइनबोर्डहरु, उताबाट गाडी पनि आउँदैछ। हेर्दै जानुहोस्, म तपाईलाई देखाउँदै जान्छु कस्तो छ बाटो, के सुविधाहरु छ बाटोमा। 2 लेनको बाटोमा सबै हेर्नुस्, स्कुटीको बाटो छ, उताबाट गाडीहरु आउँदैछ। साइडमा पहाड छ, पहाड पनि रिटेनिङ वाल बनाइएको छ ताकि पहिरो नआओस् भनेर, पहिरो आएर सडक अवरोध नगरोस् भनेर रिटेनिङ वाल बनाइएको छ। हेर्नुस्, ठ्याक्क तपाईको नागढुङ्गाकै झलझलको दिने जस्तो काठमाडौँ आइपुग्न लाग्यो जस्तो देखिने यो बाटो। 2 लेनको बाटो, साइडमा डबल लेन छ, जुनले गर्दाखेरि हामीले यो ओभरटेक गर्नु हुँदैन। साइडमा राइट ह्यान्ड साइडमा खोला पनि छ, साइडमा पहाड छ। निकै नै रोमाञ्चक बाटो छ, निकै नै राम्रो बाटो छ। नागढुङ्गाबाट काठमाडौँ आइपुगे जस्तो, काठमाडौँ आइपुगे जस्तो देखिन्छ पहाडको बाटो।